फुलै फुलको मौसममा आइपुग्यो हामी पनि। फुलै फुलको बगैँचामा मेरी मायाको मात्रै कमी भयो गाइज। के गर्ने होला अब, कहाँ जानु म खोज्नलाई है। सो हेलो गाइज, नमस्ते सबैजनालाई अनि स्वागत छ मेरो ब्लगमा है। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम ठिक छु। अनि आज चाहिँ म यता पहाडतिर फुल हेर्न आएको छु। यो अहिले आएको ठाउँ चाहिँ हामी ठ्याक्कै अहिले चाहिँ यो सुरिसान स्टेसनमा छौँ भने अहिले हामी जान लागेको चाहिँ खुन्पो छल्चुक छुक्चे होइन। यो चाहिँ एउटा फुल रोपेको चाहिँ यहाँनिर एउटा चाहिँ पहाड जस्तो छ अरे। हामी चाहिँ त्यही ठाउँमा चाहिँ जाँदैछौँ है, फुलै फुलको बगैँचामा जाँदैछौँ। ल भिडियो चाहिँ अन्तिमसम्म हेर्दै गरौँ, आज चाहिँ खत्रै हुनेवाला छ है गाइज। भिडियो चाहिँ हेर्दै गरौँ है त। वाह फाइनल्ली हामी चाहिँ गेटमा आइपुगिसकेको छौँ, देख्न सक्नुहुन्छ 2026 खुन्पो छल्चुक छुक्चे। ल अब हामी चाहिँ यहाँबाट इन्टर गऱ्यौँ भने अझै हामी हिँड्नुपर्ने चाहिँ धेरै नै छ। हामी चाहिँ फाइनल्ली अब चाहिँ आइपुगिसक्यौँ है। अब चाहिँ जाउँ है अगाडिपट्टि। कस्तो हुन्छ यहाँ लाइट नमिलेर मेरो चाहिँ अनुहार एकदम कालो आइरहेछ है। यता दाइहरू हुनुहुन्छ पछाडिपट्टि देख्न सक्नुहुन्छ है। मान्छेहरू चाहिँ एकदम भिडभाड रहेको छ है। यस्तो बवाल झरना रहेछ है यहाँ चाहिँ गाइजहरू है। खत्ता यस्तो बवाल झरना अनि यता चाहिँ एकदम मान्छेहरूको भिडभाड रहेको छ। यता फोटो खिच्ने कार्यक्रम पनि हुँदैछ, देख्न सक्नुहुन्छ यस्तो बवाल। ल यस्तो दामी ठाउँ आउन जानुहुन्छ भने तपाईँहरूले चाहिँ यो भिडियो अन्तिमसम्म हेर्नु होला। मैले चाहिँ हजुरहरूलाई यो कसरी आउन सकिन्छ भनेर चाहिँ लोकेसन पनि भनिदिन्छु। जस्ट लुकिङ लाइक वाउ, एकदम क्राउड है गाइजहरू। अगाडि देख्न सक्नुहुन्छ एकदम यहाँ चाहिँ फेस्टिभल। अगाडि कन्सर्ट पनि भइरहेको रहेछ भने डाँडामा देख्न सक्नुहुन्छ। दामी कन्सर्ट भइरहेको रहेछ। 이쪽에서 우렁차게 대답해주셨어요. 감사합니다. 제가 지금 여기서 바라보는 풍경은 वाउ फुलको बगैँचामा आइपुगिसकेको छौँ। यो यस्तो खतरा छ कि यहाँ चाहिँ 90,000 फुल लगाइएको छ अरे है। देख्न सक्नुहुन्छ। हामी चाहिँ फुलै फुलको बाटो हिँडिरहेछौँ है। रमाइलो छ, गर्मी चाहिँ एकदम गर्मी भइरह होइन। त्यही हो, अरू चाहिँ रमाइलो भइरहेछ। तलपट्टि चाहिँ पुरै त्यो कन्सर्ट भइरहेको रहेछ भने यहीँ मासतिर चाहिँ यस्तो फुलै फुलको बाटोबाट चाहिँ हिँड्न मिल्ने रहेछ। बिचबाट चाहिँ यहाँ मान्छे हिँड्ने ठाउँ रहेछ है। फुलहरू चाहिँ म्याक्सिमम चाहिँ यो वाला फुल रहेछ यहाँनिर है। सेतोवाला फुलहरू पनि रहेछ भने देख्न सक्नुहुन्छ। यस्तो यो चाहिँ पुरै डाँडाभरि नै यस्तो यो फुल लगाएको रहेछ क्या। त्यही 90,000 फुल लगाएको छ अरे है।
यही हप्तासम्म मात्रै रहने जस्तो चाहिँ देखिँदो रहेछ है गाइज। जे होस् ल, थोरै फुलको डाँडा रमाइलो रहेछ एकदम। कोरियनहरू पनि एकदम धेरै नै धेरै आउनुभएको छ है, त्यही हो। खै टोलीहरू कता कता पुग्नु भयो भने थाहा छैन, कोही कता यस्तै यस्तै छ। धेरै ग्रुपमा आएपछि धेरैजना आएपछि कोही कता अल्मलिने कोही कता अल्मलिने यस्तै हुँदो रहेछ है गाइस। यता अगाडि पो हुँदो रहेछ त यहाँ त। ओह, हामी चाहिँ यहाँ लखरै डाँडातिर फुलको बिचबाट चाहिँ है गइरहेको छौँ। अब अर्को हप्तासम्म चाहिँ यो सायद ओइलाइसक्छ जस्तो छ है यसो हेर्दाखेरि है त। यो चाहिँ यहाँ रमाइलो छ, तर ओइलाउन लागिसकेको रहेछ है फुल चाहिँ गाइसहरू। कस्तो लाग्यो त अनि घुमेर निन्द्रामै छु, तै पनि राम्रै छ अहिलेसम्मको लागि। निन्द्रा सिन्द्रा भाग्यो होइन त फुल देखेर? अहिलेसम्म अलि भागिसकेको छैन। गाइजहरू हामी चाहिँ अहिले यहाँ माथिसम्म पुगेर आउने भनेर चाहिँ हिँडिरहेको छौँ है। यहाँ माथि चाहिँ अलिक कम नै रहेछ फुल चाहिँ। यो फुल हेर नेत्र हल्लाउँदा पनि के हुँदैन, प्लास्टिक हो कि क्या हो यार है। ल यहाँ चाहिँ पुरै घाम चाहिँ के र कालो आइरह। ए अलिक शीतल भयो है माथि आइपुगेपछि चाहिँ। मजा आयो अरे। आइवाला भिडियोले भन्छ नि म आलु हुरे म प्याज हुरे भन्छ नि। बल्ल अलि शीतल भयो है यहाँ माथि आएर। गर्मी चाहिँ अब चाहिँ लास्टै नै बढिसकेछ है गाइस है। यसरी खिच्ने हो कि पुरै ड्रोनवाला सुट आउँदो रहेछ नि त। मान्छेहरू यस्तो चिल पारामा टेन्ट हालेर बसिरहन्छ ल। अनि यो चाहिँ पुरै यो जङ्गल नै रहेछ होइन, शान्ति नै जङ्गल रहेछ। अनि त्यही यो डाँडाभरि चाहिँ पुरै फुल नै लगाएको रहेछ क्या। अब यो शान्ति नै अब जङ्गल मात्रै भए यहाँ खासै मान्छे आउँथेनन्। यहाँनिर अलिक फुलसुल लगाइदिएपछि त यस मान्छेको भिडभाड त बढ्ने भयो नि त। फुलको बगैँचा घुमेर चाहिँ ओह्राली लाग्दैछ है त। के भयो कहाँ हराएको? यहाँ त कोही कता यस्तै यस्तै छ है बगैँचा। यहाँ चाहिँ अहिले चाहिँ शीतल भयो है, नत्र चाहिँ यस्तो गर्मी यस्तो। एकदम यो घामले गर्दाखेरि फोटोहरू चाहिँ खासै राम्रो आएन है। भिडियो त ठिकै आयो, अब भिडियो पनि कस्तो आएको छ थाहा छैन। खिच्न त खिचिरहेको छु मैले होइन, पछिलाई मेमोरी पनि हुन्छ नि त भनेर। तर खासै राम्रो आयो जस्तो चाहिँ मलाई लागिरहेको छैन है। यो त चिया बगान जस्तै रहेछ होइन।
हो मान्छे पनि एकदम भिडभाड, गर्मी त्यस्तै, राम्रो चाहिँ राम्रो है। म्याक्सिमम चाहिँ यस्तै फुल मात्रै रहेछ है। एकदम भिडभाडले गर्दाखेरि मोबाइलले त खिच्नै नसकिने रहेछ भ्लग। यो धन्न स्टिक ल्याइएछ र यो क्यामेरा किनिएछ ल बेलैमा, अहिले राम्रै भयो। काकाओ म्यापमा सुरिसानियाक भनेर सर्च गर्नुभयो भने हजुरहरू पनि सजिलैसँग यो ठाउँमा पुग्न सक्नुहुनेछ। गाइज के छ गाइज? पछि पुरै माथि पुगेर आइसक्यौँ। के हो यो? के हो दादा यो? ए ल गाइजहरू, हामी चाहिँ यहाँ अहिले तल झरिसकेका छौँ। अब चाहिँ यहाँ साथीहरू कता छन् भनेर कुद्नुपर्छ है। पछाडिपट्टि ट्रेन पनि यस्तो मजाले कुदिरहेछ है। त्यही नै हो खै, कहाँनिर छन् अब थाहा नै छैन। मलाई पनि तिर्खा लाग्यो। अनि मेरो भिडियोमा चाहिँ नयाँ हुनुहुन्छ भने यसो लाइक कमेन्ट पनि गरिदिनु होला, अनि यसो सब्सक्राइब पनि गरिदिनु होला गाइज है। मेरो भ्लग यहाँसम्म हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। अनि मेरो भ्लग कस्तो लाग्यो एउटा कमेन्ट पनि गरिदिनु होला। अर्को भिडियोमा फेरि पनि भेटौँला। सी यु इन नेक्स्ट भ्लग। बाइ बाइ साथीहरू।